अरे छोडिदेऊ, सबै कुरा आफै ठिक हुन्छ। यो वाक्य तपाईँले पक्कै पनि सुन्नुभएको छ होला। यो वाक्यमा धेरै भाव र धेरै अर्थ लुकेको छ। किनभने हाम्रो मानव स्वभाव यस्तो छ नि, हामीले सम्पूर्ण कुरालाई आफ्नो नियन्त्रणमा भएको चाहन्छौँ। हामी चाहन्छौँ कि परिस्थितिहरू हाम्रो नियन्त्रणमा होस्। अरू व्यक्तिहरू पनि हामीले सोचेअनुसार व्यवहार गरून्। एउटा उदाहरण लिनुहोस् परिवारको। एउटा परिवारमा श्रीमानले आफ्नो श्रीमतीलाई नियन्त्रणमा राख्न चाहन्छ। श्रीमतीले आफ्नो श्रीमानलाई नियन्त्रणमा राख्न चाहन्छ। बुवा-आमाले छोराछोरीलाई नियन्त्रणमा राख्न चाहन्छन् अनि छोराछोरीहरू बुवा-आमालाई नियन्त्रणमा राख्न चाहन्छन्। यो एउटा परिवारको उदाहरण भयो। परिवारबाट बाहिर निस्केर हेर्नुहोस् गाउँमा, समाजमा हामीले प्रत्येक कुरालाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छौँ। र यहाँसम्म कि हाम्रो भविष्य पनि हाम्रो इच्छा अनुसार, हामीले कल्पना गरे अनुसारको भविष्य होस्, हाम्रो नियन्त्रणमा होस्, हामी यो चाहन्छौँ। तर जीवन, समय, परिस्थिति कसैको इच्छा अनुसार चल्दैन। जीवनको आफ्नै प्रवाह छ, आफ्नै गति छ। जीवन आफ्नै प्रवाहमा चलिरहेको हुन्छ। र जो व्यक्तिले परिस्थिति, समय र जीवनलाई कन्ट्रोल गर्न चाहन्छ, नियन्त्रणमा राख्न चाहन्छ, उसलाई पीडा मात्रै महसुस भएको हुन्छ। त्यसैले त यो वाक्य यति धेरै महत्त्वपूर्ण र भावपूर्ण छ, जसलाई हामीले बुझ्न सकिरहेका छैनौँ। छोडिदेऊ, सबै कुरा आफै ठिक हुन्छ। किनकि जुन पल हामीले छोडिदिन्छौँ, हाम्रो नियन्त्रणमा हामीले गर्न चाहन्नौँ, त्यही पल, त्यही क्षण हाम्रो सङ्घर्ष त्यही खतम हुन्छ र जीवन आफ्नै प्रवाहमा, आफ्नै गतिमा बिस्तारै चल्न सुरु गर्छ। सबै कुरा नियन्त्रणमा राख्ने जुन सोच हामीमा छ नि, त्यो यस कारणले आउँछ किनकि हामीले असुरक्षित महसुस गर्छौँ। हामीमा सेल्फ कन्फिडेन्ट त्यति छैन। हामीलाई लाग्छ कि यदि मैले छोडिदिएँ भने, यदि मैले कन्ट्रोल गरिनँ भने, यदि मैले नियन्त्रणमा राख्न चाहेन भने सबै कुरा झन् धेरै बिग्रिन्छ, मेरो हातबाट छुट्छ। तर सच्चाइमा उल्टा भइरहेको हुन्छ। जति धेरै हामीले नियन्त्रण गर्न चाहन्छौँ परिस्थितिलाई, त्यति धेरै चिजहरू अझै बिग्रिँदै जान्छ, अझै टुट्दै जान्छ। हामीले यो कुरा बुझ्न जरुरी छ कि सबै कुरा नियन्त्रण गर्न नचाहनु भनेको हार मान्नु होइन। धेरै व्यक्तिलाई यही लाग्छ कि नियन्त्रणमा छैन मेरो, मैले नियन्त्रण गर्ने कोसिस गरिनँ भने मैले हार माने। सबै कुरा नियन्त्रणमा हुनुपर्छ, यो सोच हार महसुस गरेको कारणले आउँछ। जीवन आफ्नै प्रवाहमा चल्छ यदि हामीले सबै कुरा नियन्त्रण गर्न चाहेनौँ भने। तपाईले सबै कुरा नियन्त्रण गर्न जब छोडिदिनुहुन्छ, तपाईमा डिफ्रेन्ट प्रकारको पोजिटिभ भाइब तपाईले महसुस गर्नुहुन्छ, डिफ्रेन्ट प्रकारको शान्ति तपाईले महसुस गर्नुहुन्छ र एक प्रकारको सुरक्षा तपाईले आफैमा महसुस गर्नुहुन्छ। किनकि सबै कुरा नियन्त्रण गर्ने, सबै परिस्थिति नियन्त्रणमा राख्ने सङ्घर्ष अब तपाईमा छैन। तपाईले अब आफ्नो समय, आफ्नो सङ्घर्षलाई कहीँ और फोकस गर्न सक्नुहुन्छ। किनकि तपाईँ जतिसुकै कोसिस गर्नुहोस्, परिस्थितिहरू, समय र जीवन हाम्रो नियन्त्रणमा हुँदैन। Stay tuned. See you in next video.